हेलो गाइज, म चाहिँ प्रतिभा खड्का। म चाहिँ राजेन्द्र छेत्री। हामी चाहिँ एउटै ठाउँको मान्छे हो। आज चाहिँ हामी एउटै क्यामेरामा छौँ। एउटै क्यामेरामा एउटै ठाउँको मान्छे। अनि आफन्त पर्ने आफन्त चाहिँ होइन हो, फेरि के आफन्त हो फेरि बधाई पर्नुहुन्छ तपाईँ। अब अहिले आएर अरू के पर्छ घरमा अब हेर्दै जाऊँ के पर्नुहुन्छ। गाह्रो साथीहरू है। फेरि हामी एउटै क्यामेरामा छौँ। आज अस्ति पनि आएको थियो, सबैले माया गर्नु भएको थियो होइन। ठिक छ, धन्यवाद सबैलाई। फेरि यस्तो कसैको लागि एक दिन लेखिरहेको छु, तर कसको लागि थाहा नै छैन। उहाँको सिङ्गल हुनुहुन्छ, त्यही भएर उहाँ सबै मिलेर हामी सपोर्ट गरेर उहाँको लागि एउटा जोडी चाहिँ खोज्नु पर्यो। कोही हुनुहुन्छ एकदम सबजना मिलेर कोही हुनुहुन्छ भने इच्छुक। त्यो पनि एक पीडित हो, पीडित छन् मेरो चाहिँ टेन्सन नगर्नु गाइजहरू होइन। तिमी टेन्सन त लाग्छ नि त, टेन्सन नलाग्नु साथीहरू किनभने लाग्छ। त्यो भएर साथीहरू एकदम धेरै माया छ। हाम्रो साथीहरूलाई म के भन्छु भने क्लास आउनु पर्यो, पढ्नु परेन, आउनु पर्यो कि छिट्टो आउनु पर्यो। दुईटैजनालाई भन न तिमी सुझाव दिँदैछौँ हामी। यता त हेरेर तिमी त दुईटैजनालाई चाहिँ सुझाव दिँदैछौँ। यसरी चाहिँ हुँदैन है जापानमा, तिमीहरू चाहिँ आउनु पर्यो सबैभन्दा हामी काम गर्छ अहिले फेरि सधैँ आउने होइन, म माइनी च्याउने भनेर तिमी चाहिँ होइन, म चाहिँ आज फर्स्ट टाइम आएको ठुलो कुराहरू चाहिँ फेरि गर्ने ठुलो कुरा हेर्न त ल। तिमी सेकेन्ड हुन नि भयो, फर्स्ट म हो फर्स्ट चाहिँ तपाईँ हुनुहुन्छ, त्यहाँबाट नबुझेको चाहिँ सेकेन्ड फर्स्ट चाहिँ म हो। माया ठुलो भयो माया गरिदिनु होला। हामी दुईजना फेरि एकदम भेट्यो भने आउँछ मान्छे हामीहरू।